तपाईको पार्टीमा कुलमान घिसिङ आएको भए एमसीसी को मतियार हुन्थ्यो कि हुन्थेन? अनि तपाईले कुलमान घिसिङलाई बारम्बार श्रम संस्कृति पार्टीमा स्वागत छ भन्नुभएको हो कि होइन? अहिले हर्क साम्पाङले जसरी एमसीसी को कुरा उठाइराख्नु भएको छ नि, म हर्क साम्पाङलाई प्रश्न गर्न चाहन्छु। आजभन्दा 4 वर्ष अगाडि बहुमत सांसदहरूले संसदबाट पास गर्यो। एमसीसी पास गर्दा सिग्नेचर गर्ने प्रधानमन्त्रीलाई तपाईले प्रश्न किन गर्नु हुँदैन? एमसीसी पास गर्नको लागि बहुमत जुटाएका सांसदहरूलाई तपाईले प्रश्न किन गर्नु हुँदैन? त्यतिखेर कुलमान घिसिङ एउटा कर्मचारी थिए। यदि कुलमान घिसिङ एमसीसी को मतियार भन्ने तपाईलाई थाहा थियो भने सँगै पार्टी खोलौं अथवा सँगै हिँडौ भनेर जेनजी आन्दोलन हुँदै गर्दा तपाई र कुलमान घिसिङको 2 घण्टा वार्ता किन चल्यो? तपाईले पार्टी खोलिसकेपछि नि बारम्बार कुलमान घिसिङलाई हाम्रो श्रम संस्कृति पार्टीमा स्वागत गर्न चाहन्छु, छिटो आउनुस् भनेर बारम्बार स्ट्याटस किन लेख्नुभयो? यसको उत्तर दिनुस् मलाई। तपाईलाई थाहा रहेछ कुलमान घिसिङ एमसीसी को मतियार हो भन्ने, तर बारम्बार स्ट्याटस लेखेर कुलमान घिसिङलाई स्वागत गर्न मन छ श्रम संस्कृति पार्टीमा भनेर बारम्बार किन बोलाउनु भयो? यदि तपाईको पार्टीमा कुलमान घिसिङ आएको भए एमसीसी को मतियार सतियार केही नहुँदो रहेछ भन्ने कुरा यहाँबाट प्रमाणित हुन्छ। कुलमान घिसिङ तपाईसँग नआएकै भोलिपल्टबाट कुलमान घिसिङलाई प्रश्न सोधियो एमसीसी बारेमा तपाईको धारणा के छ भनेर। जनतालाई कति धेरै भ्रम छर्दै हुनुहुन्छ तपाईले। तपाईले लगाउनु भएको आरोपहरूको प्रमाण छ भने अदालतमा गएर पेश गर्नुस्, तर सोझा साझा जनताहरूलाई भ्रम छर्ने काम चाहिँ प्लिज नगर्नुस्। तपाईले अब भावी प्रधानमन्त्री हो, भावी प्रधानमन्त्रीलाई यस्तो झुट बोलेको चाहिँ सुहाउँदैन क्या। अरु कुरा पछि गरौँला, मलाई यति भनिदिनुस् के, यदि तपाईको पार्टीमा कुलमान घिसिङ आएको भए एमसीसी को मतियार हुन्थ्यो कि हुन्थेन? यति भनिदिनुस्। अनि तपाईले कुलमान घिसिङलाई बारम्बार श्रम संस्कृति पार्टीमा स्वागत छ भन्नुभएको हो कि होइन? यति मात्रै भनिदिनुस्। त्यहाँ भन्दा धेरै मलाई जान्नु केही पनि छैन।